सिलदेवीका जात घाँट बज्या घुङ्गुरा बज्या सिलदेवीका जात जोडी दुबै हात सबैकी नमस्कार अर्या जोडी दुबै हात रङ्गल त्यापत्या फागुन होरीका दिन रङ्गल त्यापत्या कार्तिक 1 गत्या बजाङ्गी धनगढी आया कार्तिक 1 गत्या थाल्नीको काँसाको बाल्टिनीको पितलको थाल्नीको काँसाको बजाङ्गी भाषाको धनगढी सम्मेलन हुने बजाङ्गी भाषाको सुनका माछाको सुन जसै महत्त्व हुँदो सुनका माछाको दियो जल्यो आशाको भाषाको संरक्षण होला दियो जल्यो आशाको ढाल तरबार टल्किने भुवो चाली धेक्किने हो ढाल तरबार टल्किने संस्कृति झल्किने बजाङको भाषासँगै संस्कृति झल्किने आउनु नाच देखाउने बजाङ होइ भारतीय आउने आफ्नो नाच देखाउने संस्कृति टेकाउने सरौँ खेली चाभाइ खेली संस्कृति टेकाउने नरेन्द्र राज आउने देउडाका वरिष्ठ गायक नरेन्द्र राज आउने ठाडी भाका गाउने सोर्की कोइली डिग्रा देवी ठाडी भाका गाउने देउडापन लाउने ढुस्कोरे भारी खेल खेल्ने देउडापन लाउने निका निका आउने बजाङ्गी देउडिया जो छन् निका निका आउने कार्यक्रम सुरु सकालै 9 बजेबाट कार्यक्रम सुरु आया खुरु खुरु बजाङ्गी हुँ भन्ने जति आया खुरु खुरु दिउँसो खाना पाइने छकाल चाहारे बिस्कुट दिउँसो खाना पाइने खेलमालपन लाइने भाषाका बातकुडा हुने खेलमालपन लाइने बजाङ्गी आइझाया बजाङको माया मान्ने बजाङ्गी आइझाया खेलमाललाई झाया संस्कृति रे हेरी झाया खेलमाललाई झाया संस्कृति राई झाया हाम्रो बोली हाम्रो भाषा संस्कृति राई झाया आइझाया सबैतिर न्युतो दिया आइझाया सबैकी हात जोडी बन्ट नमस्कार अर्या म लक्ष्मण अधिकारी दुबईको लाहुर्या अहिले महेन्द्रनगरबाट तमी सबैकी न्युतो दिन लागेका छौँ। कार्तिक 1 गत्या हाम्रो पहिलोचोटि भएको बजाङ्गी भाषा संस्कृति र पर्यटन सम्मेलन 2082 धनगढी बजार रिद्धि सिद्धि पार्टी प्यालेसनी कार्तिक 1 गत्या छकालै 9 बजेबटी सुरु हुनेछ। 8 बजेतिर प्रभात फेरि पनि हुने भनेका छन्। छकालै घुम्ने हाम्रो झाँकीसहित हाम्रा कार्यक्रम नि हाम्रा बजाङ्गी भाषाका कार्यपत्र प्रस्तुत अन्य भाषाका बातकुडा अन्य छलफल अन्य कुराकानी अन्य पछि बजाङका हाम्रा मौलिक संस्कृति क्या कति देखाइरहेका हौँ भुवो बस्सो चाली साँभाइ ढाका सहितको ढाका नाचको साँभाइ ज्याबनतिरको हाम्रो सरौँ नाच भारतो बजाङबाट मगाएका छौँ। एक भारतो 2 चोल्या हाम्रो बजाङ्गी भारतो पछि ढुसको हाम्रो भारी खेल विशुका
पुल्ती सेलाउँदाका गीत झिम्क्याउडा रे उहाँपछि हाम्रा बजाङ्गीका शान सुदूरपश्चिमकै हाम्रा वरिष्ठ देउडा गायक दाजु नरेन्द्र रेग्मी पनि आउने हुन्, गीत गाउने हुन्। उहीपछि स्वरकी मिठो स्वरकी धनी डिग्रा देवी दिदी पनि आउने हुन्, ऊ पनि ठाडी भाका रे गीत गाउने हुन्। यसरी अरू कलाकार पनि बजाङ्गा कलाकार पनि आउने हुन्। निका निका देउडिया आइबन्ट देउडा खेल पनि लाउने हुन्, लाइभ देउडा पनि खेल्ने हुन्। म पनि देउडा खेल्न कि गीत गाउन कि ढुस्को रे भारी खेल खेल्नकी लागि खेलाउनलाई लागि म पनि आउने हुँ। तमीसँगै रमाउने हुँ रे हाम्रो बजाङ्गी भाषाकी लागि क्या हार्नुपर्छ तमी हामी मिलिबन्ट कसरी एकी अगाडि बढाउने, कसरी हाम्रा बाबु बाजाले बोलेका शब्द हामीले बचाइराख्ने, यही भाषातिर कसरी हाम्रो पछिसम्म रहिरहने बनाउने भनिबन्ट कुराकानीहरूले रे भाषाको संरक्षण संस्कृतिको सम्वर्धन अन्नाकी लागि यो कार्यक्रम हर्याएको छ। यसको आयोजक बजाङ समाज काठमाडौँ हो, सहआयोजक सुरमा समाज कैलाली रे अर्को सहआयोजक बजाङ समाज अत्तरिया हो। तमी हामी सबैको कार्यक्रम हो। काहीँलाई हामीले न्युतो नपुगाइसकेका हौँला, हामीले सबै ठाउँ न्युतो पुगाइसकेका छैन, न्युतो पुगेका छैन हाम्रो कि ताहा सबै ठाउँ भन्नु पनि पाएका छैन, सकेका पनि छैन। एकी लागि यो भिडियो हेर्ने, यो भिडियो सुन्ने माइसकी तमी यसैबाट न्युतो मान्या रे तमी यही कार्यक्रम आइजाया। म पनि त्यही कार्यक्रमको एक बजाङ्गी भाषाकी माया अन्य माइस भया हुनाले त्यही मूल आयोजक समितिको एक सदस्य छु रे तमुखी यो न्युतो दिन लागेका छौँ। तमी सबै आइजाया। हाम्रा बोली भाषाका कुराकानीहरूले, हाम्रा मौलिक संस्कृतिहरूले रे उहाँपछि खेल्नाउली, गीत सुनौली, सबैजना सँगै पाइला पनि मिलाउली। यो हाम्रो कर्तव्य पनि हो, हाम्रो बोली भाषा संस्कृति जग्गा नान्नु रे नान्नु हौस पनि हो। यो मानिबन्ट तमी आइजाया। जो जति छौ मोहिननगर धनगढी रे उहाँ टाढाबाट आउन सक्ने पनि आइजाया। अब आफ्ना हिसाबले आउनु हो देखा तमी सबैकी न्युतो नपुगेको भया भने यो सुन्यो भने यसैकी न्युतो मानि आया भनी हात जोडी बिन्ती हेर्या सबैकी अनुरोध हेर्या सबैकी सम्झना भलाभली भनी बिदा भया। हस्, धन्यवाद।